हेलो गाइस, गुड इभिनिङ है सबैजनालाई। आज चाहिँ मेरो ठुलो आइलाले चाहिँ सुँगुर मासु बनाउँदैछ। सुँगुर मासु तर आइलाको एउटा आइडिया रहेछ, मजाले सुँगुर मासुलाई चाहिँ सुक्खा फ्राई गरेर त्यो चाहिँ फ्याँकिकन दामी बनाउँदैछ है। किनभने प्रेसरमा चाहिँ अलिक साह्रै पर्छ, त्यसै कारणले गर्दाखेरि चाहिँ मेरो ठुलो आइगिम्बोले चाहिँ त्यतिकै कराईमा लगाएर चाहिँ मजाले तताएर फ्राई गरेर तेल जब निस्क्यो तेल फ्याँक्यो, त्यहाँदेखि टमाटर प्याज प्याज लगाएर चाहिँ बाबा बनाएर छ कसम खाँदै गयो भने तपाईँको मासुमा लिएर आउने छु। थुक चाहिँ निल्यो भने चाहिँ पेट दुख्यो भने चाहिँ कसम भने त्यहाँ अड्डी हुन्छ फेरि है। अनि हो नि है बाबा नि भयो नि त आज त कसम मेरो पहिलाको याद आउँछ क्या। मेरो आईले चाहिँ स्कुल पढ्दाखेरि ठुलो आई क्लास 10 पढ्नुहुने थियो, हामी त 5तिर हुन्थ्यो, सानो सानो थियो, तर खानापिना बनाउँदाखेरि बहुत मिठो बनाउनुहुन्थ्यो। विशेष गरी चाहिँ मलाई एउटा अहिलेसम्म रिमेम्बर छ क्या, इस्कुस त जरा क्या दामी मटरसँग चाहिँ कसम पुरै मिठो बनाउँथ्यो। अब त्यो बहुत सालको कुरा, बहुत सालको कुरा। मिठो हुन्छ तपाईँले हतार बातारमा क्या, अब अचार पिनेर अचार रुख टमाटर, कोही बेला बुही टमाटर। हाम्रो गाउँ बस्तीतिर त अब अभियसली यो त पाउँछै पाउँछ टमाटर, बुही टमाटरहरू सिजनमा। आमा यति छिटो पिन्थ्यो, यति छिटो खाना पस्काएर हामीलाई अब दिन्थ्यो मतलब। अनि उहाँ पनि फेरि छिटो छिटो स्कुल ड्रेस लगाएर मङ्गन स्कुल जानुपर्ने त्यो टाइम भनिन्छ। अनि कुन इयरको कुरा होला नि, क्लास 10 तपाईँले भन्दाखेरि 1990 उहाँ क्लास 9मा है। क्लास 9मा चाहिँ 1990मा चाहिँ उहाँ चाहिँ क्लास 9मा थियो भने अब हामी त अब हिजोको अन्डा आज चिङ्ना बने खालको हामी चाहिँ त्यस्तै थियो है। र मेरो प्यारो आई सबभन्दा हाम्रो छोरीमा चाहिँ ठुलो आई गेम्बो है। र हाम्रो उहाँभन्दा ठुलो चाहिँ अब जेठा दाजु हुनुहुन्छ, एल्डर ब्रदर। अब उहाँ अहिले आइपुग्नु आँटेछ। उहाँले पनि हामीलाई केही टाढोबाट आउनुहुँदैछ उहाँ हो, केही कौशली लिएर आउनुहुँदैछ। हामी एकदम एक्साइटेड भएर पर्खिरहेको छु है। र उहाँको लागि पनि सुँगुर मासु बनाउँदैछु है। र बनाउने चाहिँ को हो भनेर देख्नु भयो होला, मेरो ठुलो प्यारो आई हुनुहुन्छ है। र आईले बनाएको आज सजिलो खाना खाएर मजाले निन्द्रा पनि लाग्ने छ है। र पनि खाँदै गरेको चाहिँ नदेखाउनु भयो है, थुक निल्छ नि फेरि है, थुक निल्छ कसम निल्छ। खाँदै गरेको चाहिँ कसम म ल्याउँदिनँ, किन भन्नुहोस् न, मेरो आईले बनाएको सुँगुर मासु चाहिँ अप्परै मिठो हुन्छ, अप्परै टेस्टी। चम्ची कहिले युज हुँदैन, हातले पर्काइन्छ क्या है। अहिले नै मक गराउन थाल्यो। अब नेन्सी आमा भने चाहिँ फेरि उहाँको ठुलो छोरीको नाम चाहिँ नेन्सी आमा भने चाहिँ सबले चिन्छ है। मेरो अति प्यारो मेरो आमा जतिकै दिदी आमा जतिकै। र हामी दिदी भाइ टिचर मिल्छ। अनि दिदीको हातबाट खाने चुम्तङ बनाएको आज चाहिँ अनि के भनिदिनु नि, लाटुको पेज चाहिँ मेरो रोड अपडेट दिन्छ। लाइक कमेन्ट सेयर तपाईँकोबाट सबैले माया गरिदिनुहोस् है। यहाँ भाइले सधैँ सबैले दुःख कष्टमा यसरी मेसेजहरू दिनुहुन्छ, सुविधा पाउँछ। भाइले सबै सपोर्ट गरिदिनुहोस् है, माया गरिदिनुहोस् है। यस, तपाईँले सुन्नुभयो होला, मेरो प्यारो दिदीले बिचारा तपाईँहरूलाई है बाइकले रोड अपडेटदेखि लिएर एभ्रिथिङ फेरोदेखि लिएर सबै दिन्छ, माया गरिदिनु भनेर भनिँदैछ। भने यो तपाईँले नबुल्नु होला, म तपाईँलाई पनि बोल्दिनँ। फेरि पनि भोलि बिहानको रोड अपडेटमा चाहिँ अभियसली भेट्नेछु। अहिले भने ओके बाई बाई, बाई बाई गरिदिनुहोस्, बाई बाई।